बिहान 4 बजे यस विषयमा शपथ खानुपर्छ होटेलमा रेस्टुरेन्टमा गएर। त्यही त सोध्नु न मसँग कसरी मधेसमा संहितालाई तपाईँले बन्दा बनाउनु हो, माई खाने भाँडो बनाउनु हो। बताउँछु। मुख्यमन्त्रीको छ नि आज कुर्सी तपाईँले जसरी सम्हाल्नु भएको छ नि बदनामित भएर सम्हाल्नु म कसरी बदनामी? बिहान 4 बजे यस विषयमा शपथ खानुपर्छ होटेलमा रेस्टुरेन्टमा गएर। त्यही त सोध्नु न मसँग। तपाईँ जस्तो व्यक्तिले मुख्यमन्त्रीले काहीँ होटेलमा सोध्नु न शपथ ग्रहण गराउँछ प्रदेश प्रमुखलाई भगाएर ल्याएर मलाई सोध्नु म बिरामी छु भनेर सदनमा आफ्नो कुरा राख्ने वातावरण बनाइदिनु पर्यो, मलाई हाउस बोलाइदिनु पर्यो भनेर पत्र लेख्नु भएको छ मान्य सभामुखजीले। त्यही पत्र अनुसार मान्य मुख्यमन्त्रीज्यूको पत्र अनुसार उहाँले हाउस बोलाउनु भयो 2000 तपाईँको चाहिँ नि 82 कार्तिक 22 गते 1 बजेको लागि हाउस बोलाएको हो। 2 बजेर 5 मिनटमा प्रदेश सभा सञ्चालन भएको हो। ऋषि सर एउटै मात्रै कार्यसूची छ त सदन। होइन, तपाईँले छ नि जतिसुकै ठुलो कुरा गरे पनि वास्तविकता जनतालाई भन्न सक्नुपर्छ।